नमस्ते दर्शक महानुभाव, यहाँहरूलाई फिल्मी सञ्चारमा फेरि पनि स्वागत छ। म दीपक राज जोशीको साथमा। दर्शक महानुभाव, आज तपाईहरुमाझ विशेष रिपोर्टका साथमा उपस्थित भइसकेको छु। उक्त रिपोर्टलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। दर्शक महानुभाव, यदि तपाईहरु नयाँ हुनुहुन्छ भने हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी सँगै रहेको बेल आइकन पनि दबाउन नबिर्सिदिनुहोला र यो भिडियोलाई धेरै भन्दा धेरै शेयर पनि गरिदिनुहोला। अब लागौं विषयवस्तुतर्फ। विगत 28 दिनदेखि निरन्तर रूपमा शिक्षक आन्दोलन चलिरहेको छ। शिक्षकहरूले विभिन्न मूल नाराका साथमा यतिबेला सडकमा आएको देख्न सकिन्छ। उनीहरूको माग भने एउटै छ, शिक्षा ऐन कार्यान्वयन हुनु पर्यो भन्ने विषयवस्तुमा हो। आजको हाम्रो पनि विषयवस्तु यही नै रहेको छ। घरमा दुधे बालक छोडेर यसरी महिना दिन अगाडिदेखि शिक्षकहरू अहोरात्र आन्दोलनमा खटिरहेको देख्न सकिन्छ। उनीहरूको माग शिक्षा ऐन प्रणालीलाई कार्यान्वयन सरकारले गरिदिनु पर्यो भन्ने विषय मात्रै रहेको छ। सरकारले यो आन्दोलन दिन प्रतिदिन यसरी तीव्र गतिमा बढिरहेको देख्दा देख्दै पनि किन मन बसेको छ त? हाम्रो देशमा सरकार नै छैन त? यदि छ भने किन चाहिँ सरकारले शिक्षा ऐन प्रणालीलाई कार्यान्वयन गर्नको लागि ढिलासुस्ती गरिरहेको छ? नाचगान गर्दै गीत गाउँदै पनि सरकारलाई खबरदारी गरिरहेको देख्न सकिन्छ। हेर्नुहोस् एक रिपोर्ट। साला साली छुट्नु पनि भएन, कति गर्छौ मस्ती नचाहेन। हैया आकाका सरकार राम्रो मान्छे टिक्दैन कहीँ पनि, राम्रो मान्छे टिक्दैन कहीँ पनि। भ्रष्टाचारको जालो छ जहीँ पनि। हैया आकाका सरकार राम्रो मान्छे टिक्दैन कहीँ पनि, राम्रो मान्छे टिक्दैन कहीँ पनि। भ्रष्टाचारको जालो छ जहीँ पनि। हैया आकाका सरकार पूर्व पश्चिम चार दिशा धाएर, पूर्व पश्चिम चार दिशा धाएर आन्दोलन छ सडकमै आएर। आकाका सरकार पूर्व पश्चिम चार दिशा धाएर, पूर्व पश्चिम चार दिशा धाएर आन्दोलन छ सडकमै आएर। आकाका सरकार कानो पहिरो भएछ, सरकार कानो पहिरो भएछ सरकार। देशलाई चलाउँछन् तस्कर। आकाका सरकार कानो पहिरो भएछ, सरकार कानो पहिरो भएछ सरकार। देशलाई चलाउँछन् तस्कर। आकाका सरकार सुन यहाँ पित्तल भइजान्छ, सुन यहाँ पित्तल भइजान्छ। स्रोत साधन विदेश लैजान्छ। आकाका सरकार सुन यहाँ पित्तल भइजान्छ, सुन यहाँ पित्तल भइजान्छ। स्रोत साधन विदेश लैजान्छ। आकाका सरकार 18 थरी शिक्षक जाँदछन्, 18 थरी शिक्षक जाँदछन्। त्यसो गर्ने नेताकै हात छन्। आकाका सरकार 18 थरी शिक्षक जाँदछन्, 18 थरी शिक्षक जाँदछन्। त्यसो गर्ने नेताकै हात छन्। आकाका सरकार सरकारले ललिपप देखाउला, सरकारले ललिपप देखाउला। शिक्षक नेता फस्यो भने भेटौला। आकाका सरकार सरकारले ललिपप देखाउला, सरकारले ललिपप देखाउला। शिक्षक नेता फस्यो भने भेटौला। आकाका सरकार। धन्यवाद।
ल माइती गएर हेर्नु है म्याडमहरू, माइती गएर धोबी खोलो। आगल बजाउने भ्याकेन्सी खुल्यो है सरहरू, एकजना। हस् सरलाई सजिलो हुनेछ। ल म्याडमहरू हेर्नु है, माइती गएर धोबी खोलो। ओल्लो खोलो पल्लो खोलो। बस्नु त सर, सोच तपाईँहरूले जान्नु है, मेरो त हुँदै सकिसक्यो। ल हिजो नाच्ने र ताली पिट्ने सबैलाई हस्, ठिक छ हजुरलाई पनि वेलकम छ। त्यसपछि हामी नचाउन सर आउँदै हुन्छ हाम्रो। ओल्लो खोलो ओल्लो खोलो पल्लो खोलो पल्लो खोलो पल्लो खोलो पल्लो खोलो कमिलाको गोलो भनेर सरकरा कमिलाको गोलो भनेर कमिलाको गोलो भनेर माइती घर धोबी खोलो माइती घर धोबी खोलो शिक्षकको गोलो भनेर शिक्षकको गोलो भनेर शिक्षकको गोलो भनेर सरकार शिक्षकको गोलो भनेर सरकार शिक्षकको गोलो भनेर च्याट्टै पारी बनाऊ ऐन च्याट्टै पारी बनाऊ ऐन नयाँ ऐन ल्याउने भनेर हौ सरकार नयाँ ऐन ल्याउन भनेर नयाँ ऐन ल्याउन भनेर हौ सरकार नयाँ ऐन ल्याउन भनेर त्यही तल संसदैमा त्यही तल संसदैमा ऐन टाल्ने ठालु भनेर औ सरकार ऐन टाल्ने ठालु भनेर ऐन टाल्ने ठालु भनेर औ सरकार ऐन टाल्ने ठालु भनेर अलिकति फरक छ है झुक्याउनलाई खपिस रहेछौ झुक्याउनलाई खपिस रहेछौ बागे आयो कालु बनेर हौ सरकार बागे आयो कालु बनेर बागे आयो कालु बनेर हौ सरकार बागे आयो कालु बनेर माइती घर धोबी खोलो माइती घर धोबी खोलो शिक्षकको गोलो भनेर हौ सरकार शिक्षकको गोलो भनेर शिक्षकको गोलो भनेर हौ सरकार शिक्षकको गोलो भनेर कुरा तिम्रा चिप्ला चिप्ला कुरा तिम्रा चिप्ला चिप्ला कुराकानी गरौँ भनेर हौ सरकार कुराकानी गरौँ भनेर कुराकानी गरौँ भनेर हौ सरकार कुराकानी गरौँ भनेर अलिकति फरक छ है पासो थापी लोबै देखाइ पासो थापी लोबै देखाइ वार्ता सार्ता धोका भनेर हौ सरकार वार्ता सार्ता धोका भनेर वार्ता सार्ता धोका भनेर हौ सरकार वार्ता सार्ता धोका भनेर माइती घर धोबी खोलो माइती घर धोबी खोलो शिक्षकको गोलो भनेर हौ सरकार शिक्षकको गोलो भनेर शिक्षकको गोलो भनेर हौ सरकार शिक्षकको गोलो भनेर माग हाम्रा
पुरा गर हाम्रा माग पुरा गर बिना शर्त बाचा गरेर ओ सरकार बिना शर्त बाचा गरेर बिना शर्त बाचा गरेर ओ सरकार बिना शर्त शिक्षकहरू त छन् मरेका छन्, आम जनता मरेको छ। यसले गर्दा एउटा शिक्षक मात्रै सरकारले चाहिँ हेरिरहेको छ, आँखाको दिया हो कि बन्द गरेर अब कसरी मर्नु भयो। हामी हेर्नु हिँडिरहेछौँ, बाटो छैन, विद्यार्थीहरूले स्कुल चलेको छैन, उनीहरू घरमा बसिरहेको छन्, अभिभावकलाई समस्या भयो नि, विद्यार्थीहरू एकातिर 12 कक्षाको परीक्षा दिन पास छैन, आम जनता नै भएन। व्यापार व्यवसाय महँगो भाडा छ। अब शिक्षकहरूलाई कम दुःख छ यहाँ, रोडमा बसिरहेछन्। शिक्षकको माग पुरा गर्नुपर्छ सरकार। यथाशीघ्र शिक्षकहरूलाई बोलाएर वार्ता गरेर यथाशीघ्र शिक्षकको माग पुरा गर्नुपर्छ। पुरा नगरिकन शिक्षकहरू पनि छोड्नेवाला जस्तो देखिँदैन। महिना दिन हिजो भयो भने सुने मैले खै अब जे भयो ढिला भयो, ढिला अहिलेसम्म दुःख पायो, आजसम्म गर्नु नपर्ने।